डडेलधुराको परशुराम नगरपालिका 6 तातापानी माइतीघर भएका रोयता कठायत दुरा थापा र मानमती कार्कीले आफ्नी आमाको क्रिया गरेर परम्परागत सोचमा चुनौती प्रस्तुत गरेका छन्। उनीहरूका 79 वर्षीय बुबा खडक सिंह अपाङ्गता भएका व्यक्ति हुन् भने परिवारमा दाजुभाइ छैनन्। आमा राधादेवी खड्काको मृत्युपछि 3 दिदी बहिनीले क्रिया गरेर छोरीहरू पनि छोरा सरह हुन सक्छन् भन्ने सन्देश दिएका छन्। 4 दिदी बहिनी मध्ये जेठो बिमरा बडवाल महिनावारी भएका कारण क्रियामा बस्न नसकेकी हुन्। आमाले मृत्यु अघि नै छोरीहरूले क्रिया गरिदिन अनुरोध गरेकाले उनीहरू तयार भएका थिए। हिन्दू परम्परामा छोरा वा पुरुष सदस्यहरूले क्रिया गर्ने चलन भए पनि पछिल्लो समय महिलाहरूले पनि क्रिया गर्ने परिपाटी बढ्दै गएको छ। यस घटनाले समाजमा नयाँ चेतना फैलाउने विश्वास गरिएको छ। उनीहरू 5 दिनदेखि आमाको क्रिया गरेर बसेका छन्। उनीहरूकी आमा राधादेवी खड्काको यही चैत 1 गते मृत्यु भएपछि उनीहरू क्रिया बसेका हुन्।